नमस्कार, म झर्दा संयुक्त युवा क्लबको अध्यक्ष। यहाँ हामीले आज चाहिँ सानो अभियान राखेको छौँ, सरसफाइ अभियानको लागि। यो हामीले जुन डस्टबिन राख्ने प्रोग्राम आज गरेको छौँ, त्यसको लागि चाहिँ तपाईँहरूले अब के चाहिँ गरिदिनु भन्दा हामीबाट सानो रिक्वेस्ट, तपाईँहरूले यसको लागि संरक्षणको लागि सिसा फुट्ने बोतल जस्तो चिजहरू नलाइदिनु, यहाँनिर कुहिने चिजहरू पनि नलाइदिनु, जल्ने चिजहरू लाएर यहाँनिर जलाइदिनु सक्नुहुन्छ र हावाहुरी आउँदाखेरि उडाएर लाँदाखेरि यसलाई चाहिँ संरक्षण गरेर ल्याएर राखिदिनु हुन अनुरोध गर्दछु। चाहन्छु। अनि यस झर्ना युवा क्लबका अध्यक्ष मनोजलाई पनि अनि उपाध्यक्ष विनोद तामाङलाई पनि अनि त्यस्तै सचिव मनोज भाइलाई पनि धन्यवाद अनि सबजनाहरूलाई मेरो नमस्कार। अनि सबै यहाँका दाजुभाइ दिदीबहिनी बडाहरूले यो आफ्नो गाउँहरू चाहिँ सरसफाइ गरौँ, फोहोर मैला यो ढङ्गमा राखिदिनुको लागिले, सरसफा गर्नुको लागिले मेरो दशमलाई हात जोडेर यही राख्नको लागिले, फोहोर मैला राख्नुको लागिले अनुरोध गर्दछु भन्दै मेरो दुई शब्द यी टुङ्ग्याउँछु। मैले कुनै पनि गल्ती बोल्यो भने म माफी चाहन्छु। तपाईबाट कुनै प्रश्न छ भने कृपया सोध्नु सक्नुहुन्छ। हाम्रो संयुक्त झर्ना टिमले चाहिँ अब यसरी डस्टबिन राखिरहेको छौँ। हामी ठाउँ ठाउँमा हाम्रो गाउँमा त राखिरहेर पनि आएर हामी यति टाढा अलिकति अब उताबाट लगभग हामी 1 किलोमिटर यता राखिरहेको छौँ। कस्तो लागिरहेछ यो चाहिँ? यो त मलाई त असाध्यै राम्रो लागिरहेको छ र यो अरू वार्डहरूले पनि अरू गाउँहरूले पनि यसरी नै राखुन्, सरसफाइ आफ्नो गाउँहरू आफ्नो समाजहरू राखुन् भन्ने, डस्टबिन राखुन् भन्ने मेरो आग्रह छ। मलाई आशा छ यहाँको अध्यक्ष सचिवहरूलाई पनि खुसी छ भन्ने आशा गरिराखेको छु। यति भन्दै मेरो दुई शब्द टुङ्ग्याउन चाहन्छु। तपाईँ एकजना अग्रज हुनुहुन्छ होइन, हामीभन्दा उमेरको हिसाबले त अग्रज बुवा जस्तो हुनुहुन्छ। तपाईँले हामीलाई चाहिँ के सहयोग गर्नुहुन्छ र हामीलाई सल्लाह त दिनुहोस्। भोलिको दिनमा आउने दिनमा सहयोग के छ तपाईँको? अनि भोलिको दिनमा गाउँमा चाहिँ अब यसरी सरसल्लाह अब दिइराख्नुपर्छ, सहयोग के छ गाउँघरमा? भोलिको दिनमा हामीलाई चाहिँ कसरी चाहिँ हामीले अगाडि बढाउनको लागि तपाईँ मद्दत गरिदिनुहुन्छ? म तपाईँलाई तन मन धनले सहयोग गर्नु चाहन्छु। मेरो अहिले के सहयोग गर्नु सक्छु अहिले म त्यही गर्दै चाहन्छु। परिस्थिति बस के छ यो युवा क्लब, यहाँको गाउँ समाजमा के छ यहाँ चाहनाहरू र सहयोग गर्नुपर्ने, म त्यो दिनै चाहन्छु। त्यस कारण गर्दा गाउँ समाज सरसफाइ र गाउँ र भलो हुन्छ नि म जे पनि गर्नको लागि तयार छु। म अगाडिबाट पनि पछाडिबाट पनि। ल धन्यवाद। ल यसै गरी हाम्रो यहाँ प्रत्यक्षदर्शीहरू हुन्छ, उहाँहरूले चाहिँ अब हाम्रो डस्टबिन राख्ने कार्यक्रम चाहिँ यसरी भइरहेको छ है। उहाँबाट सोधिरहेको छ कस्तो छ दाइ यो हाम्रो डस्टबिन राख्ने कार्यक्रम चाहिँ हामी यसरी गरिरहेको छौँ। एउटा युवाहरूले चाहिँ हामी संयुक्त झर्नाले चाहिँ गरिरहेको छौँ। तपाईँले चाहिँ हामीलाई कस्तो सल्लाह दिनुहुन्छ? भोलिको दिनमा सहयोगहरू अब कसरी गरिदिनुहुन्छ ल भन्नुहोस् त हामी युवाहरूलाई। अब सर्वप्रथम त के भन्न चाहन्छु भने हाम्रा यादववासी युवाहरूको यो अभियानै मलाई राम्रो लाग्यो है। अब कामको सुरुवात राम्रो हो सबैभन्दा पहिलो कुरो होइन। अब भोलि गएर कस्तो हुन्छ भन्ने कुरो त गर्दै जाँदा राम्रो हुने, सबैले साथ दिँदाखेरि राम्रो हुने हो होइन। जस्तै अहिले एउटा उदाहरणीय बनिरहेछ हर्क सम्पङ्गको कुराहरू गरौँ होइन। अब त्यस्तै हो, सानो सानो कुरादेखि बढेर जाने हो। जस भाइहरूले हाम्रो स्थानीय युवाहरूले गरेको काम मलाई एकदम खुसी लाग्यो है। ठिक छ, ल धन्यवाद तपाईँलाई। ल यसै गरी हाम्रो यहाँ हुनुहुन्छ स्थानीय हजुरलाई पनि सोध्न चाहन्छु कस्तो भइरहेछ हाम्रो यो डस्टबिन राख्ने कार्यक्रम चाहिँ? अस्ति हामी सरसफाइ गऱ्यौँ, आज हामी डस्टबिन राख्छौँ। तपाईँको के छ राय सल्लाह सुझाव अब हामी यङ जेनेरेसनलाई चाहिँ? समाज परिवर्तनै युवाको हातमा छ अहिलेको समयमा। यो बुढाखाडलाई भन्दा बरु हामी नै अगाडि बढ्यो भने मात्रै हाम्रो गाउँठाउँको सहर सफा हुन्छ। एकदम राम्रो काम हो यो, यसमा हामी अग्रसर भएर अगाडि बढ्नुपर्छ। हजुरलाई धन्यवाद है। हाम्रो संयुक्त झर्नाको उपाध्यक्षबाट चाहिँ हाम्रो यो अब डस्टबिन राख्ने कार्यक्रमलाई चाहिँ अब कसरी हाम्रो चाहिँ संरक्षण हुन्छ, के हुन्छ, यसलाई चाहिँ अब सानो अनुरोध गरिदिनु पर्यो हाम्रो। ल नमस्कार, म संयुक्त झर्ना युवा क्लबको उपाध्यक्ष विराज तामाङ। तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने जति पनि हाम्रो डस्टबिन छ तपाईँहरू यो डस्टबिनमा कुहिने चिज, फुट्ने चिज चाहिँ हालिदिनु होला। यसमा सिर्फ जलाउने चिजहरू मात्रै हाल्नु होला। अनि यो हावापानीले केही कथम यताउता सारे छ भने यसलाई संरक्षण गरेर राख्नु होला। अहिले हालसाल हामीलाई यति मात्रै डस्टबिन उपलब्ध भएको कारणले गर्दा हामीले सीमित ठाउँमा मात्रै पुर्याउन सकेका छौँ। अब आगामी दिनहरूमा फेरि हामी यस्तो डस्टबिन थप्ने कार्य जारी छ। धन्यवाद। ल हाम्रो संयुक्त झर्ना टोलीको चाहिँ उहाँ पनि हुनुहुन्छ, उहाँले आफ्नो परिचय चाहिँ आफै दिँदै हुनुहुन्छ। नमस्ते, म चाहिँ संयुक्त झर्ना युवा क्लबको विशेष सल्लाहकार अनि साथै योजनाकार पनि हो। अनि यहाँ चाहिँ हामीले विगतमा हामीले सरसफाइ गरिसक्यौँ अनि त्यस पछाडि डस्टबिनको व्यवस्थापन पनि राखिसक्यौँ। अनि
अब आउने कार्यक्रमहरू पनि निरन्तर जारी छ। अनि यहाँ डस्टबिन जति पुगेको छैन, उहाँहरूले मन दुखाउनु पनि भयो होला, यहाँ दियो त्यहाँ दियो भनेर। त्यो दुःख नगरिदिनु हुन अनुरोध गर्दछौँ, किनभने हामी समितिबाट जति उपलब्ध भयो, जति हामीले बजेट अनुसारले ल्याउन सक्यौँ त्यही अनुसारले हामी ल्याएर हजुरहरूको माझ वितरण गरेको र यो वितरणमा चाहिँ हामीलाई विदेश अनि यहाँनिर स्थानीय जतिजनाले हामीलाई सहयोग गर्नुभयो, आर्थिक सहयोग, उहाँलाई मुरी धन्यवाद। र हाम्रा निरन्तर रात दिन नभनिकन भिडियो तथा समाचार टोलीमा जति पनि अहिले डस्टबिन राख्ने कार्यक्रम, पहिला आजभन्दा 8 महिना अगाडि बत्ती, हरेक सरसफाइहरूमा खाजाहरू, हरेक कुराहरू छ। यो सरसफाइ अभियानमा चाहिँ हाम्रो आर्थिक स्रोतहरू चाहिँ कहाँबाट छ? नगरबाट आइरहेछ कि वडाबाट आइरहेछ कि तपाईँहरूको व्यक्तिगतबाट उठाइराख्नु भएको छ कि विदेशी डोनेसनहरू साथीभाइहरूबाट कहाँबाट आएछ? यो त एकचोटि खुलाइदिनु पर्यो नि त, हामीले त बुझ्न सक्नु पर्यो। हाम्रो यो संयुक्त झरना युवा क्लबमा चाहिँ हाम्रो आर्थिकमा चाहिँ हाम्रो सहयोगमा चाहिँ हाम्रा गाउँका दाजुभाइ, अग्रज दाजुहरू, भाइ, चेली, दिदीबहिनीहरूबाट विदेशबाट हामीलाई धेरै सहयोग गर्नु भएको छ। सायद दोस्रो डस्टबिन। नेत्रजी के छ खबर? एकदम ठिक छ। हाम्रो डस्टबिन राख्ने कार्यक्रम कस्तो भइरहेछ त? सानो सानो काम भए पनि एकदम अति आवश्यक कुराहरूको काम भइरहेछ। हाम्रो दोस्रो डस्टबिन हामी राखिरहेको छौँ। नसके पनि सानो सानो तर अत्यन्त आवश्यक, जसले चाहिँ सानो देखिए पनि वातावरणीय क्षेत्रमा चाहिँ राम्रो सकारात्मक परिवर्तन योगदान दिने खालका कार्यक्रमहरू गरिरहेका छौँ। यस्तै आगामी दिनमा फेरि पनि गर्ने बाचा गर्दछौँ। धन्यवाद।